मेरी छोरी, तेरो यो दशा महाराज त भन्नुहुन्थ्यो ऊ हिमगिरिराजको छोरी हो, कुनै पनि संकटले उसलाई केही बिगार्न सक्दैन। अनि मेरी छोरी, तिमीमाथि यस्तो दशा नगर, यस्तो कठिन तपस्या। पुत्री, तोड्देऊ आफ्नो ध्यान। तिम्रो माता तिमीलाई यो अवस्थामा देख्न सक्दैन। पुत्री, तिम्रो यो कष्ट म हेर्न सक्दिन। तिम्रो यो पीडा देखेर मेरो ज्यान हरण हुने भयो। पुत्री, तोड्देऊ यो समाधि, नत्र म मेरो प्राण यही त्याग्दिन्छु। देवी, तपाईँ को हुनुहुन्छ? त्यो अगाडि तपस्यामा जुन आफ्नो प्राण त्याग्नको लागि बसेकी छ, छोरी हो मेरो। म गिरिराज हिमालयकी पत्नी र यी कन्याकी माता हुँ म। माता, कैलाशमा यहाँलाई स्वागत छ महारानी, तर म हजुरलाई माताको साधना भङ्ग गर्न दिदिन। हजुरको विलापले मेरो ध्यान भङ्ग हुन सक्छ र मेरो माताको समाधि पनि तोड्न सक्छ। तिमी माता र पुत्रीको बीचमा आउनेवाला को हौ? म वीरभद्र हुँ। तिमी जो भए पनि यतिखेर मेरो छोरीको प्राण सङ्कटमा छ र म बचाउने चेष्टा नगर्नु। तिमी जाऊ यहाँबाट। माता, तपाईले मलाई अनुशासन भङ्ग गर्नको लागि विवश नगर्नुस्। हेर, तिमी जाऊ यहाँबाट, अन्यथा यो माताको दुखी हृदयले तिमीलाई श्राप दिनेछ। माताको आदेशको पालन गर्नको लागि मलाई जेसुकै होस्, मलाई त्यसको चिन्ता छैन। म फेरि पनि भन्दैछु, यति जिद्दी राम्रो होइन। महारानी, अब धेरै भयो, तपाईँ यहाँबाट जानुस्। तिमी अझै मान्दैनौ? अब म तिमीलाई श्राप दिनेछु। यो ल्याऊ, पक्रोस्। हैन माताश्री, यस्तो नभन्नुस्। वीरभद्र मेरो धर्मपुत्र हो। माता, यो अति विचित्र सम्बन्ध हो। म एक कन्या हुँ, मेरो विवाह भएको छैन, किन्तु वीरभद्रलाई म आफ्नो पुत्रको समान मान्दछु। मेरै आदेशमा ऊ यहाँ आएको छ। पुत्री, अब धेरै भयो, हिँड। अब मसँग राजमहल हिँड। हैन माताश्री, यो सम्भव छैन। पुत्री, यो लोक कल्याण के कामको जसले तिम्रो प्राणै हर्छ? अनि ती शिव जसले तिमीलाई यति कष्टमा देखेर पनि प्रसन्न हुनु भएन? भयो माताश्री, भयो। मेरो देवादिदेव महादेवको बारेमा केही पनि नभन्नुहोस्। म तपाईलाई प्रणाम गर्दछु। म तपाईको लाडली पुत्री हुँ, किन्तु शिव मेरो आराध्य हुनुहुन्छ अनि उहाँलाई आफ्नो वरको रूपमा प्राप्त गर्नु त्यही एकमात्र मेरो लक्ष्य हो। तपाईले मेरो समाधि तोड्नुभयो, यो राम्रो गर्नु भएन। वीरभद्रको श्रापको आशंकाले मेरो ध्यान खुलेको छ। पुत्री, मैले भने त तिमी यो सबै सोच्न छोड्देऊ र मसँग राजमहल हिँड। हैन माताश्री, कदापि तपाईले आफ्नो पुत्रीको प्रण सुन्नु भएन। या त मेरो प्राण आउनुहुन्छ या त यो प्राण जान्छ। तर पुत्री, माताश्री, मेरो तपाईसँग विनती छ कि तपाईँ जति अधिक यहाँ बस्नुहुन्छ कि मेरो मार्गको बाधाहरू त्यति अधिक बढ्दै जान्छ। म तपाईको हात जोड्छु, तपाईँ फर्किएर राजमहल जानुस्। यो मेरो अन्तिम निर्णय हो जुन अटल छ। पुत्री, माताश्री, म तपाईलाई कसरी विश्वास दिलाऊं कि म यहाँबाट जादिन? अब मसँग तपाईलाई विश्वास दिलाउनको लागि मात्र मेरो प्राण बाँकी छ अनि म अहिले यही समय यसको त्याग गर्न सक्छु। होइन पुत्री, म तिम्रो संकल्प शक्तिसँग राम्रोसँग परिचित छु। म यहाँबाट जाँदैछु पुत्री। म तपाईलाई प्रणाम गर्छु माताश्री।
माता, उहाँ तपाईँको माताश्री हुनुहुन्थ्यो, तर म हजुरको आदेशको कारण विवश थिएँ। होइन पुत्र वीरभद्र, यसमा तिम्रो केही गल्ती छैन। जाऊ पुत्र, तिमी अब गएर विश्राम गर। प्रणाम माता। अब जब ध्यान टुटी नै सक्यो, तब गएर आफ्नो देवादिदेवको दर्शनै गरेर आउँछु। गएर त अब हेरौँ कि मेरो स्वामी कुन अवस्थामा हुनुहुन्छ। स्वामी, प्रभु, कहाँ जानुभयो तपाईँ? प्रभु, प्रभु, कहाँ हुनुहुन्छ तपाईँ? कहाँ जानुभयो? प्रभु, 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 स्वामी, प्रभु, प्रभु, स्वामी, प्रभु, स्वामी, प्रभु, हे स्वामी, मबाट यस्तो के अपराध भयो? मेरो अपराध मैले बुझेँ, मैले थाहा पाएँ मेरो अपराध। म तपाईँको समाधि तोड्नको लागि तपस्या गर्दै थिए, किन्तु माताश्री आएपछि मैले आफ्नो समाधि भङ्ग गरिदिए। कदाचित त्यही कारणले तपाईँ मबाट रिसाउनु भयो स्वामी, रुष्ट हुनुभयो तपाईँ। स्वामी, तपाईँ मेरो निकट हुनुहुन्छ, त्यही आश्रयमा बसेर म तपस्या गर्दै थिएँ, किन्तु तपाईँ कहाँ जानुभयो स्वामी? हे भोलेनाथ, हे देवादिदेव, महादेव, कहाँ हुनुहुन्छ तपाईँ? कहाँ हुनुहुन्छ मेरो प्रभु? कहाँ हुनुहुन्छ प्रभु? कहाँ हुनुहुन्छ तपाईँ? कहाँ हुनुहुन्छ मेरो प्रभु, मेरो स्वामी? कहाँ जानुभयो मेरो स्वामी? कहाँ जानुभयो? स्वामी, 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 भोलेनाथ, स्वामी,
स्वामी स्वामी भोलेनाथ भोलेनाथ कहाँ जानुभयो स्वामी स्वामी भोलेनाथ स्वामी हे प्राणेश्वर तपाईँलाई खोज्दा खोज्दा मेरो आँखाहरू थाकिसके यी नयनहरू भौतारिँदैछन् हे त्रिलोक्यनाथ म तपाईँ बिना अनाथ भइसके हे आकाश कहाँ हुनुहुन्छ मेरो देवता दिशाहरू तिमीहरू नै भन कहाँ हुनुहुन्छ मेरो शिव हे कैलाशपति मेरो मृत शरीरलाई काँधमा बोकेर आगो पानी गृह नदी पर्वत पार गर्दै रहनुभयो एउटा लोकदेखि अर्को लोकसम्मको भ्रमण गर्नुभयो अब मेरो यो जीवित शरीरलाई यो सुनसान ठाउँमा हराउनको लागि छोडेर तपाईँ कहाँ जानुभयो मेरो त यो जीवन नै व्यर्थ भयो शक्तिको जीवनको आधार हो शिव बिना शिवको यो जीवन के कामको हे सुन्दरी किन आफ्नो शरीर नष्ट गर्न चाहँदैछ किन्तु तपाईँको हुनुहुन्छ किन बचाउनु भयो मेरो प्राण सुन्दरी जीवन मरण त प्रभुको हातमा छ आत्महत्या गर्नु पाप हो तिमी किन यो पाप गर्न चाहन्छौ यसको अतिरिक्त अरू केही उपाय छैन मसँग केही त कारण छ होला कारण हो मेरो दुर्भाग्य मैले मेरो प्रियतमलाई पाउनको लागि घोर तपस्या गरेँ किन्तु मैले उहाँलाई पाउन सकिनँ अनि उहाँ बिना यो जिन्दगी व्यर्थ छ यदि कुनै प्रियतमलाई पाउनको लागि तिमीले तपस्विनीको रूप धारण गरेकी छौ भने अनि यस्तो घोर तपस्या गरे पश्चात पनि तिमीले उसलाई पाएनौ भने त म भन्छु तिम्रो प्रियतम एकदमै कठोर छ निष्ठुर छ निर्दयी छ को हो त्यो व्यक्ति देवादिदेव महादेव महादेव हो उहाँलाई नै पतिको रूपमा पाउनको लागि तप गरेको हो मैले तिमी साँचो भन्दैछौ या परिहास गर्दैछौ यो सत्य हो यस्तै नै आकांक्षा छ मेरो सुन्दरी तिमी त विचित्र छौ यदि तिमीलाई तपस्या नै गर्नु थियो भने त कुनै इन्द्र जस्तो देवताको लागि गर्नु पर्थ्यो भयो कृपया शान्त हुनुहोस् यो भन्दा बढी म एक शब्द पनि सुन्न सक्दिनँ मेरो लागि यो शब्द पग्लिएको सिसा समान छ जसलाई तपाईले मेरो कानमा उनिदिनु भएको छ
म सत्य भन्दैछु देवी, तपाईँ त प्रसन्न हुनुपर्ने हो। अब छोडिदिनुहोस्, इन्द्र नै नभए पनि अरू कुनै देवता सही, कुबेर सही, वरुण सही, अग्नि सही, उहाँहरू सबै प्रतापी देवता हो। अनि तपाईँको लागि हैन हैन, अब म तपाईँसँग कुरा गर्न चाहन्न। कृपया तपाईँ यहाँबाट जानुहोस्। नाइ सुन्दरी, म यहाँबाट जाँदिनँ, कदापि जाँदिनँ। यदि म यहाँबाट गएँ भने तपाईँ आत्महत्या गर्नुहुन्छ, अनि म यस्तो हुन दिदिनँ। तपाईँ जस्तो सुन्दर स्त्री विवाह नगरिकन यो संसारबाट जानु हुँदैन देवी। तपाईँलाई थाहा छैन देवी, सबै देवतासँग पहुँच छ मेरो। तपाईँ चिन्ता छोड्नुहोस् अनि मलाई भन्नुहोस्, अनि पतिको रूपमा तपाईँलाई कुन चाहिँ देवता मन पर्छ? महादेव महादेव महादेव, उहाँको अतिरिक्त मैले स्वप्नमा पनि कसैको बारेमा सोचेको छैन। किन्तु तपाईँले मलाई यति पीडा दिनुभएको छ कि त्यसको उत्तरमा मैले तपाईँलाई दण्ड दिन भने तब मेरो आत्माले शान्ति पाउँदैन। दण्ड? कस्तो दण्ड देवी? यदि मैले आफ्नो मन, वचन, कर्म सबैले केवल आफ्नो महादेवको आराधना गरेको छु भने तब हे माँ शक्ति, हे पद्मेश्वरी, यो बलमाथि म यो गौरीलाई शाप अरे दिन्छु होइन कि होइन देवी, तपाईँ यो के गर्दै हुनुहुन्छ? छोड दे, छोड दे, छोड मेरो हात, छोड दे। देवी, यही हातलाई पाउन तपाईँले यति तपस्या गर्नुभयो, यति कष्ट उठाउनु भयो, अब यो हात तपाईँले पाउनुभयो र तपाईँ यसलाई छोड्न चाहनुहुन्छ? स्वर्ग कतै चिनेको जस्तो छ। देवादिदेव, हे शिव शम्भु, तपाईँ? हो देवी, म हो। हे स्वामी, हे भोलेनाथ, के मेरो यति कठिन तपस्याको फल तपाईँको यो परिहास हो? होइन देवी, यो केवल परिहास होइन। यत्रो दिनपछि हाम्रो मिलनको बेलामा मैले यो बिर्सेछु, तपाईँ गौरी हो कि पार्वती। तर आज मेरो अगाडि तपाईँको यो 2 जन्मको कडी मिलेर एक भयो। र अनि परिहासको कुरा, त्यो त पत्नीसँग गरिन्छ नै। पत्नी? हो देवी, पत्नी। म धन्य भए स्वामी। हे शिव शम्भु, हजुरले मलाई स्वीकार गर्नुभयो। हो देवी, मैले तपाईँलाई स्वीकार गरेँ। जाउँ, कैलाश जाउँ। नारायण नारायण। देवश्री तपाईँ? हे भोले शङ्कर, अब यो सम्भव छैन।